अनि त्यसपछि आजको त्यो अब दसैँको माहौलमा सुटिङ सुरु भइरहेछ होइन तपाईँहरूको लागि कतिको गाह्रो छ कि छैन दसैँमा छुट्टी मिल्छ कि मिल्दैन कि सुटिङ लगातार हुने हो के हो कामलाई नै प्राथमिकता दिन्छु एकदमै राम्रो भइरहेछ फिल एकदम गुड भइरहेको भाइब्स आइरहेको छ अहिले यो अब तपाईँले नै अनुभव त बटुलिसक्नु भएको छ होइन फिल्म क्षेत्रबाट अनि लजावतीबाट चाहिँ तपाईँलाई कस्तो अनुभव बटुल्छु जस्तो लाग्छ अब हाम्रो मुकुन्द दाइ कतै अब मुकुन्द दाइ र तपाईँकै जोडी हो कि जस्तो पनि देखिन्छ टाढा टाढा बस्नु भएको छ फेरि हामी एउटै टिम हो हजुर सबैजना हामी टिम मेम्बर हो अब अहिले चाहिँ लजावतीमा चाहिँ एउटा हामीले सपना बोलेका छौँ त्यो सपना सफल हुन्छ भन्ने हामी सबैजना टिममा बस्न सफल हुन्छ भन्ने एउटा विश्वास छ र कति पनि राम्रो हुन्छ र हजुरको साथ सहयोग सधैँभरि हुन्छ हजुरलाई चाहिँ कस्तो लागिरहेको आजको शुभ मुहुर्त दिन लजावतीको होइन पहिला अनुभव सुनौँ न सबैको सबैभन्दा पहिले आज चाहिँ घटस्थापना तिमीमाथि पशुपतिबाट सोध्छु यो एकदम विशेष दिन हो अनि दसैँको स्टार्टिङ डे पनि हो त्यही भएर एकदमै गुड भाइब्स आइरहेछ पक्कै पनि यो दिनले चाहिँ यो प्रोजेक्टलाई चाहिँ एउटा सफलतामा पुर्याउला कि भन्ने आशा जुन हामी पशुपति मन्दिर परिसरभित्र नै गरिरहेछौँ नि त तिमीमाथि घटस्थापना दसैँको विशेष दिन हो आज पहिलो दिन सुरुवात भएको छ सो भेरी एकदम गुड पोजिटिभ भाइब्स आइरहेछ हजुरलाई कस्तो लागिरहेछ एकदमै एक्साइटेड होइन अब सेकेन्ड प्रोजेक्ट भयो अनि त्यसमा फेरि अब शुभ ठाउँबाट सुरु भइरहेको छ त्यही माथि अब आज श्रावण दिन होइन दसैँको पहिलो दिन भनिन्छ अनि त्यसमा नि अब फेरि फर्स्ट डे अनि फर्स्ट टाइम अब पशुपतिबाटै स्टार्ट भइरहेको छ यो हजुरहरूलाई शुभ ठाउँबाट स्टार्ट भइरहेको छ त्यही माथि अब सरसँग अब काम गर्दा अब जस्तो भाइब्स आउँछ त्यो पनि अनि सरसँग मैले पनि काम गरेको हेरौँ त्यो दिनसम्म अब हजुरहरूको साथ सपोर्ट कतिसम्म मन रहन्छ अनि आयो यो कहाँबाट झुकेर सिधै हेलो मुकुन्द दाइ भने होला होइन होइन त्यस्तो होइन म सुरुमा 5-10 मिनट हेरिरहेँ त्यसपछि लास्टमाबाट आयो कि कहाँबाट यो मान्छे आउनु भएछ कता भाइब्स आइरहेको छ कि तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद र दसैँको शुभकामना सबैलाई त्यही हो अब मेरो लागि त यो टिमसँग म पहिलोचोटि काम गर्दैछु हाम्रो प्रदीपजी राइटर प्रदीपजीले चाहिँ फोन गर्नुभएको म दाङ मार्ने छ सुट गर्नु पऱ्यो अनि गरौँ भनेर त्यसरी जोडिएन बन्ने छ भन्ने आशा गरौँ बाँकी अनुभव कस्तो रहन्छ फेरिका भेटमा कुरा गरौँला यो लुक्सको बारेमा भनिदिउँ न लजावतीको लागि यो लुक्स हो कि धेरै लजाएर मुकुन्दै के हो होइन म अलिकति लजाउँछु पनि फेरि होइन स्वभाव पनि त्यस्तै छ तर टाइटल त्यसरी मिल्न गएको हो यो यसकै लागि भनेर चाहिँ यो लुक्स हो बनाएको चाहिँ होइन यतिकै म के गफ होइन म यतिकै थिएँ ठ्याक्कै क्यारेक्टर ल खोजेकै यस्तै क्यारेक्टर हो भन्ने कुरा आइसकेपछि ल नि त एकचोटि क्याप खोल्न मिल्छ र कपाल अलिक बिग्रेको यो लुक्स देख्दाखेरि चाहिँ होइन मलाई चाहिँ साउथको भाइब्स आइरहेको थियो कि हाम्रो यस केजिएफ वाला भाइब्स आइरहेको थियो कि त्यहाँ मलाई चाहिँ खैर म नै हो ओके पहिला अब यता पनि कस्तो लागिरहेछ भइसकेको सर्दै गर्दाखेरि होइन यही छौँ कि सरेपछि तपाईँ साइडमा बसेपछि बिचरा उहाँको भाइब्स चाहिँ गइसक्यो अनि तपाईँको एनर्जी उहाँ प्रेम आइदिनु भयो भने त्यसरी सकिहाल्छ सबैलाई दसैँको एकदमै शुभकामना छ र अब उहाँ साथसँग एउटा गाई पनि एकदमै रमाइलो हुन्छ है दसैँको फेरि पनि शुभकामना है अब यो टिमसँग काम उहाँसँग काम गर्ने एकजना रहरै थियो अलिक च्याम्पियन भन्ने गोल पाएको छ सो एकदमै ह्याप्पी छु एकदम खुसी छु सबैलाई फेरि पनि विजय दशमी थ्याङ्क यू ल हजुर अब हजुर आइदिनु
हजुरको नि अनुभव सुनौँ हजुरलाई साइडमा बस्नु एनर्जी चाहिन्छ कन्टिन्युटी ब्रेक हजुर हजुर बहादुर साने र विकास सर हुनुहुन्छ सिटामलको अपार सफलतापछि हो लजावती यो पहिले सिटामलभन्दा पहिले हिस्ट्री चाहिँ अब तपाईँको शुद्ध गर्नु यसले चाहिँ हामी हेरौँ चौधरी भन्ने यो आजदेखि अब नेपाली अब नजिकै लज्जावती ठाउँ जहाँसम्म छ यहाँबाट जुन यो शुभ सायद मेरो जीवनमा सायद पहिलो यसरी धार्मिक स्थलमा दिदी पुऱ्याएर आफै बनाउनु सक्नु सिटामल पछि नै किन लजाउनु भयो त यस्तो अब खुसी दिएपछि लजाउनै पऱ्यो अब आफ्नो हो खुसीले लजाउनु भयो यता विकास सरको कुरा के छ सर्वप्रथम नेपालीहरूको महान चाड बडा दसैँको शुभकामना सबैजनामा अनि बडा दसैँको पहिलो दिन घटस्थापनाको दिनमा लज्जावतीको शुभ मुहूर्त भएको छ दुर्गा भवानीले लज्जावतीको सम्पूर्ण दिनलाई अब साथ दिनुहुन्छ भन्ने मैले विश्वास गरेको छु र हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण दिनलाई लज्जावतीको मेन गरी हाम्रो दाजु साहबहरू उहाँको सिटामल हामी सँगै थियौँ त्यही त सँगै हुनुहुन्छ त्यही भएर अहिले लजाउन दुवैजना सँगसँगै साथ यता आउनु न अलि होइन यो खुसीको कुरा हो धन्न पानी बाराबार हुन्छ नि त होइन हाम्रोमा त्यो छैन फिल्म सफल भएपछि यति राम्रो हुन्छ होइन त्यो धन्न पानी बराबर नाम आएन के सिटामल पछि लजावती मात्रै आएछ त्यही भएर तपाईँ पनि खुसी हुनुहोस् हामी त धेरै ए हामी त खुसी भइहाल्छौँ नि हामी खुसी पानी बाह्र आएन होइन त्यो कारणले लज्जावतीले पनि अझ के अरे यसरी नै राम्रो उचाइमा पुऱ्याउनु छ भने चारजना कलाकार विकासको एउटा शुभकामना दिदी